Hello everyone, Namaste, what's up? I hope everyone is doing good. So today also I'm back with another new reaction video. So finally B8 को चाहिँ new song release भइसकेको छ after so long हैन. हामीले धेरै नै वेट गर्नु परेको थियो new song को लागि हैन. So B8 को जुन spark थियो, जुन era थियो हैन. So त्यसलाई meet गर्छ कि गर्दैन हैन. So let's watch the video. Okay, Mustang ma रहेछ हैन. So most of the songs are नै Mustang मा नै shoot हुन्छ हैन. So यो पनि Mustang नै रहेछ. जाने भए हामी सँगै जाउँ मै चाहिँ किन गर्नु बेकारमा धुमन भर्खरकै लाखे जवान हामी पनि कमाइदिन सक्छौँ जाटा चाहे जतिको छ धन सुन मै चाहिँ धन मात्र होइन नि ठुलो सुन मै चाहिँ बुझिदिए मनको पुर्खेली सम्पत्तिमा हुर्केनी म फ्लेक्स सान्ने आफ्नै कमाइमा नै हो राजधानी शैली हिमाली सर्भाइभ मेरो चाहियो भने बदलिदिन्छु नि म सेरो फेरो याबा मलाई शङ्कर किन्छु सुम्ला चचलो क्युमादी टङ्गा खम्बा मेदी इम्बा पुपोमो रेन्डा टुक्सुन माना यम्बु युला खम्बा लोलो जुबु तङ्गो सेम किपु जाटा टङ्गा दिनी शोलो Which language कस्तो मिक्स रहेछ के हैन. कुन ल्याङ्ग्वेजै बुझिएन के. बट म्युजिक चाहिँ कस्तो खतरा के हैन. सो यो हो नि त हैन B8 को सङ्ग्स भनिसकेपछि हैन म्युजिक अभियसली एकदम खतरा हैन भइहाल्छ. हामी डाँडा पारी मायाले हामीलाई छिक्दैन कुरा काट्नेले काट्दै नै गर्छन् जीवन बाँच्ने केवल तिमी र म जिला वल्ल वल्ल चङ्गु चाहिँ ठिकै झन्डै yanky फुक्का कुङ्कै You won't ever have to think about anything Don't worry about the money I got it all yeah मेचीदेखि महाकाली पहाडीमा तराई पनि जाने मात्र हुन मै चाहिँ कोकी लग्छु तिमीलाई मेरो पाखुरामा पाउँछ नि मेरो चारैतिर फैलिरहेको कम्पनी ए सरर मस्ताङ मानि आउला नि मै चाहिँ साह्रै राम्रो मै चाहिँ बनाइदिन्छु तिमीलाई नेउबारी ए छ चित्त यला मै पक्क है लिन आउँदैछु म तिमीलाई Tokitu Tramboling like Kerang Tawa Suyang into Kunjo Sung agent Sekime I'm so into you Subway Kunde Sampana Bomo no need to argue We're about to meet that team besides my family Sophisticated Saidi Hoots Zazani Hello Puko Hawa Pani So hot like this Apoti Vibing on to Nakoduma Kosoi like her Apoti Oh my god, this still sounds great हैन पहिलाको जस्तै सेम. सो अझै डिफ्रेन्ट बट एकदमै राम्रो के. वाउ B8 को म्युजिक भनेपछि जुन हाम्रो क्रेज थियो हैन सो पहिल्यैदेखि त्यो चाहिँ एकदमै यो सङले पनि एकदमै कन्टिन्यू गरेको जस्तो लाग्यो हैन मलाई चाहिँ. काठमाडौँमा के छ? काठमाडौँमा
Okay, actually I love to see behind the scene also, okay, हैन रमाइलो हुन्छ नि हेर्दा हैन. So let's talk about the song हैन. Song was really good हैन. B8 को चाहिँ अब हाम्रो यस्तो लङ टाइम पछि नै वेट गरेपछि नै आएको सङ हैन. B8 ले चाहिँ डिसअपोइन्ट गरेको जस्तो चाहिँ फिल भएन मलाई हैन. So same vibes and then music was so good and then the vibes and the flow हैन, everything was so good हैन. And then location को त के कुरा गर्ने, मुस्ताङ भनिसकेपछि obviously राम्रो नै हुने भयो हैन. So I really liked it हैन. हजुरहरुलाई चाहिँ कस्तो लाग्यो please comment down below and don't forget to like, comment and subscribe my channel for more reaction videos. So thank you so much for watching. Bye bye.